जुन बारबराले राजाले देशद्रोहको मुद्दामा देश निकाला गरेका थिए त्यही बारबरालाई प्रचण्डले नेपालमा गणतन्त्र ल्याएपछि नेपाली नागरिकता दिएका थिए। आज त्यही बारबरा फाउन्डेसनका सन्तानहरू देशको सत्तामा पुग्ने बाटोमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक लिस्ट नम्बर 1 मा रहेकी मोहन अन्सारी जो बारबरा फाउन्डेसनका जनरल सेक्रेटरी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक लिस्टमा रहेकी टासी जो अमेरिकामा बस्दाखेरि फ्री तिब्बत युनियन चलाउँथिन्। तिब्बत जसरी पनि स्वतन्त्र राष्ट्र हुनुपर्छ, स्वतन्त्र देश हुनुपर्छ, ती टासी आज राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक लिस्टमा छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष उम्मेद्वार स्वर्णिम बागले जो बारबरा फाउन्डेसनका मेम्बर हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष उम्मेद्वार जगदीश खरेल जो बारबरा फाउन्डेसनका मेम्बर हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष उम्मेद्वार र जेनजी अगुवा सुदन गुरुङ जसको हातमा टीओबी को टेटू छ, जसले टीओबी लाई समर्थन गरेको थिए, त्यो आज राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष उम्मेद्वार हुन्। जसरी प्रचण्डले देशमा 10 सालको संकट काल लगाएर देशका 17वटा जिल्लाका सदरमुकाम जलाए र देशलाई सर्वनाश गरे, काठमाडौँ छोडिदिएका थिए। ती बचेका काठमाडौँ जुन व्यापारिक र राजनीतिक केन्द्र थियो, आज जेनजी आन्दोलनमा जम्मा 2 दिनमा सर्वनाश गरियो। जसरी प्रचण्डले 17,000 युवा मार्नलाई 10 साल लगाएका थिए, देशमा 76 युवा मार्नलाई जम्मा जम्मी 48 घण्टा लागेको थियो। प्रचण्ड आफै बन्दुक उठाएर आएर जंगलमा लडेका थिए, तर अहिले फेसबुक र मोबाइलमा स्टेटस लेखेर युवालाई भावनामा उछालेर देशमा यत्रो आन्दोलन गराइयो। जुन जेनजी आन्दोलनमा जुन काठमाडौँ सर्वनाश भयो, त्यो काठमाडौँ माओवादीको संकट काल लगाएर पनि जलाउन सकिएको थिएन। काठमाडौँ नेपालको मुटुको केन्द्र थियो, जहाँ व्यापारिक र राजनीतिक केन्द्र थियो। त्यसलाई माओवादी आन्दोलनले त सर्वनाश गर्न सकेन, तर जेनजी आन्दोलनले त्यसलाई सर्वनाश गर्यो। माओवादीको आन्दोलनको जति पनि सर्वनाश थियो, अहिलेसम्म नेपालीले 20 वर्षदेखि त्यो घाउ भरिरहेका थिए। भर्ना नभर्दै आज काठमाडौँले पनि सर्वनाश गरियो। अहिले हामी नेपालीमा के एउटा आशा आएको छ, पहिला जे कुरा पनि बिगार्नुपर्छ त्यसपछि मैले बनाउँछु भन्न पर्छ। अनि त्यहीमा नेपाली जनताले जहिले पनि सघाउँछन्। अहिले हामी हेर्ने भनेको 2062-63 मा के भएको थियो। 2062-63 मा जतिखेर माओवादीको उदय भएको थियो, सारा गाउँ नै माओवादीमा गर्व गर्थ्यो। म माओवादी हो, म मेरो परिवार र मेरो गाउँभरि माओवादी भन्नमा गर्व लाग्थ्यो। तर आज 20 वर्ष पछाडि के भयो, त्यो माओवादीले के दियो? आज त्यही खालको आन्दोलन भएको छ। जसरी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा भन्न गर्व लाग्छ, आजभन्दा 20 वर्ष अगाडि त्यहीमा माओवादी हो भन्नमा गर्व लाग्थ्यो। माओवादी त्यतिखेर 220 सिट जितेको थियो। जुन आमा बुवाले भोट केन्द्रसम्म पुग्न सकेका थिए, तिनलाई बोकेरै साइकलमा राखेर भोट र मत हाल्न लगाइएको थियो र त्यो मतबाट 220 सिट त्यो माओवादीले सिट ल्याएको थियो, सरकार बनाएको थियो। आजसम्म के गरिदियो? त्यसले कतिको परिवर्तन गरिदियो? आज त्यसकै दोस्रो आन्दोलन जुन जेनजी आन्दोलन भयो, त्यसमा पनि यस्तै भइरहेको छ। आज त भोट आउला नआउने होइन, आज त मत आउला नआउने होइन, आज त समर्थन आउला, तर भोलि निकास कसरी हुन्छ त्यसको कसैले पनि अलिकति पनि कल्पना गर्न सकेको छैन। हामी नेपाली जनता जहिले पनि त्यसैको आशमा बस्छौँ। पहिले आफ्नै भएको सम्पत्ति जलाउने, त्यसपछि अरूसँग मागेर खाने। आज भएको सिंहदरबार सर्वोच्च अदालत संसद भवनहरू जलायौँ। अब इन्डियासँग, भारतसँग, चाइनासँग, अमेरिकासँग गाडी मागेर हामी चुनाव गराउँदैछौँ। आज आफ्नै देशमा भएको विदेशी लगानीले सर्वनाश बनायौँ। हयात होटल, हिल्टन होटल र अरू विदेशी लगानीको केन्द्रहरूमा आगो लगायौँ। अब भोलि गएर विदेशीहरूलाई हामी गुहार गर्ने, नेपालमा लगानी लगाउनुहोस् अनि नेपाली जनतालाई रोजगार दिनुहोस्। आफ्नै देशको भाट भेटेनी जस्ता जसले 20,000 भन्दा धेरै युवालाई रोजगार दिएको थियो, त्यस्ता एउटा व्यापारका केन्द्रलाई हामी आगो लगायौँ। अहिले भन्छौँ हाम्रो देशमा व्यापार खुलेन रे, नेपाली जनताले रोजगार पाएनन् रे, युवा विदेश पलायन भए रे। आफ्नै कर्तुतलाई हामी सम्हाल्न सकेन भने कदापि कहिले पनि देश बन्दैन। नेपाली जनताले सोच्नुपर्छ, जेनजी आन्दोलन कसले गरायो, किन गरायो, कसरी गरायो? अहिले गौरी बहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदन किन आउन सकेन? चुनावभन्दा अगाडि के यस्तो काण्ड भयो कि यो आउन सकेन? हत्यारा यदि ओली थियो भने ओलीलाई जेलमा नहालिकन चुनावतिर किन लाग्यो? जेनजी आन्दोलन गर्न